हेलो एभ्रिवान, वेलकम टु आवर मिनी ब्लग। अनि आज चाहिँ हामी मन्थली हामी चाहिँ वाट्स जाँदैछौँ। आज चाहिँ हाम्रो शान्तिपुर प्रहरी ब्रिट रहेको छ। अनि सिस्टर हामी चाहिँ आज नानीलाई छोडेर भए पनि हामी फिल्ड हिँड्दैछौँ। हाम्रो यस्तो छ, नानी चाहिँ यहाँनिर दिदीहरूकोमा यहाँनिर यहाँ बस्छ। अनि हामी चाहिँ आज फिल्ड हाम्रो मन्थली ओआरसी छ, फिल्ड गएर चाहिँ आउँदैछौँ। अनि जाँदैछौँ फिल्ड। अनि हामी कता के गर्छौँ भनेर हामी देखाउनेछौँ हजुरहरूलाई। हामी चाहिँ फाइनल्ली आइपुग्यौँ। हाम्रो चाहिँ यहाँनिर रहेछ ओआरसी चल्ने प्रहरी ब्रिट छेउमा। अनि सिस्टर म पनि हामी आइपुग्यौँ। यहाँ चाहिँ हाम्रो चाहिँ यहाँ प्रहरी ब्रिट रहेको छ। अनि यहाँबाट हामी चाहिँ यहाँ आज ओआरसी आइसकेको छौँ। सिस्टरले चाहिँ आफ्नो नानीलाई, सानो नानीलाई छोडेर भए पनि आउनु भएको छ, केयरटेकरलाई छोडेर भए पनि। अनि तर अहिलेसम्म चाहिँ कोही पनि आउनु भएको रहेन रहेछ यहाँनिर चाहिँ। हामी चाहिँ ढिलो भयो भन्दै थियौँ, तर हामी चाँडै नै आइपुगेछौँ है। हामी चाहिँ अब चाबी ल्याउनु गइरहेको छौँ। हामी चाबी चाहिँ यहाँ केन्द्र मात्र हुन्छ। अनि त्यही भएर हामीले चाहिँ चाबी चाहिँ यहीँ छोडिरहेको छौँ कि यहाँ हामी सेवा राईहरूकै घरमा छोडिरहेको छौँ। त्यो चाबी ल्याउनु जानु लागेको हामी चाहिँ। हाम्रो चाहिँ चाबी आइपुग्यो है, बल्ल बल्ल ल्याइदिनु भयो बुवाहरूले चाबी। सेवाग्राहीहरू वेटिङमा हुनुहुन्छ त्यहाँनिर। तल झारिन्छ। हेलो सिस्टर, साथीहरू ओआरसी सकेर हामी चाहिँ यहाँ ओआरसी नजिकै हाम्रो मन्दिर छ। त्यो भएर हामी चाहिँ मन्दिर आएको दर्शन गर्नुको लागि। हामी सबै हाम्रो काम पनि सक्यौँ। अनि हाम्रो सिस्टर हुनुहुन्छ। मुटुको भित्र छौ तिमी मेरो आवाज भनी, ढुकढुकी बनेर म भित्र बसौ तिमी, सहारा हौ तिमी जीवनको मेरो। साथीहरू अब हामी चाहिँ फर्किँदैछौँ होइन। बिस्तारै बिस्तारै नजिकै मन्दिर थियो। उयो हाम्रो उयो भयो भने ओआरसी चल्ने त्यो घर भयो भने हाम्रो चाहिँ यहाँ मन्दिर पनि थियो। त्यो भएर हामीले यही समयमा सदुपयोग गरेर हामीले चाहिँ नजिकैको तीर्थलाई चाहिँ किन हेला गर्ने भन्ने कारण चाहिँ आज मन्दिर पनि भिजिट गर्नु एकदम मनमा रहेको छ। हजुरहरू पनि यही बाटो हिँड्नु भयो भने चाहिँ हजुरहरू पनि अवश्य भेट्नु होला भन्दै हाम्रो सिस्टर चाहिँ त्यहाँदेखि भोक लागिसक्यो अरे। उहाँले चाहिँ खानु मन लागिसक्यो अरे, चिया नखाएर रिङ्गडा चल्यो अरे। अनि त्यो भएर उहाँ चाहिँ चिया खानुको लागि हतार हतार गर्नुहुँदैछ। साथीहरू अब हामीले बाटोमा के कसो हुन्छ हामी अपडेट दिँदै जान्छौँ। अहिले भन्नु खाजा टाइम भइरहेछ। खाजा लिन्छ आजी सिस्टरकोमा यहाँनिर।
म त खानु हजारौँ मिठै होला नखोल्नु मलाई पसारुमा नखोल्नु मलाई म कहीँ कतै हम चाहिँ लक्ष्मी दिदीको बारीमा चाहिँ होइन लक्ष्मी दिदी मुला अनि त्यसपछि धनियाँ मुला हामीले चाहिँ पुरै मागिरहेछौँ हामीले चाहिँ हाम्रो जनप्रतिनिधि हाम्रो सदस्य दिदीकोमा चाहिँ होइन दिदीको एकदम अर्ग्यानिक तोरीबारी छेपी पनि रहेछ नि त वी आर ब्याक अगेन अनि हाम्रो चाहिँ आज फिल्ड थियो वार्सी फिल्ड पनि सकेर होइन मन्दिर नजिकैको मन्दिर पनि घुमेर आयौँ तर हामीले चाहिँ कार्यव्यस्तता भयो यहाँ आएपछि नि बिरामीहरू आएर भिड भयो ओपिडीमा त्यो भएर हामीले चाहिँ भिडियोलाई कन्टिन्यू दिन सकेनौँ र इन्डिङ भिडियो अहिले बनाउँदैछौँ त्यो भएर नानी यहाँ छ अनि thank you for watching our video. We'll be back soon with another next video. Keep watching.